प्रणाम सम्पूर्णमा गुड मर्निङ। मेरो आज सेकेन्ड ब्लग सुरु हुँदैछ हैन। मैले बिस्तारै सुरु गर्दैछु आफ्नो लाइफ जर्नी हैन। एउटा मेमोरीको लागि पनि हुँदो रहेछ, एउटा पछिको समयसम्म सम्झना रहोस् भनेर मैले केही भिडियोहरू बनाउँदैछु। बिहानको समय एकदम भागदौड हुन्छ हैन। बिहान जति चाँडो उठ्यो हामीलाई दिन त्यति नै सहज सजिलो हुँदो रहेछ। मैले यो चाहिँ म एक्ज्याक्ट टाइम त मैले हेरिनँ, जस 4:30 बजेतिर म उठेको थिएँ। अनि मैले उठेर हात मुख धोएर आफू चाहिँ गोठमा आएर गाई बस्तुको गोबर फाल्ने, गाई उठाउने गरेँ। अनि सँगसँगै तिनीहरूलाई पखालिदिने, त्यही पखाली गर्ने। फेरि यस्तो सिक्सिक मान्छ नि गाईहरूले। अनि मेरो हस्बेन्डलाई चाहिँ गाई एकदमै सफा, एकदम गाईको ठाउँ नि सफा चाहिन्छ, गाई पनि एकदम सफा चाहिन्छ। त्यही भएर यो गाई पखालिदिँदै, गाईको ठाउँ पखाल्दैछु। माटोहरू सब क्लिन गरेर गाई दुहुनलाई तयारी हुँदैछु। एकदमै बिहान चाहिँ एकदम गाईहरूलाई एकदम सफा राख्नुपर्छ। त्यसैले एकदम पानी लगाएर मजाले सफा गर्दैछु। उहाँ उठेर आइसक्नु भएको छ। अनि मैले चाहिँ गाई दुहुनलाई बाल्टीहरू तयार गरिदिन्छु। क्यान माझेर सबै थोक तयार गरिदिन्छु। उहाँले गाई दुहुन थाल्नुभयो। अनि त्यसपछि म आफू नुहाइधुवाइ गर्नको लागि सिधै बिहान गोठको धन्दा भ्याएर चाहिँ अनि म नुहाइधुवाइ गरेर बल्ल पूजापाठतिर आफ्नो अरू कामहरूमा लाग्छु। अनि त्यतिखेरसम्म उज्यालो लगभग 6:45 हुन थालिसकेको थियो। अनि 5:30 6:45 भइसकेको थियो। नुहाइधुवाइ गरेर म घर बढारकुँढार गर्दैछु। पप्पी छ घरमा एउटा, एकदमै झुम्मै गर्छ। अनि पप्पीलाई हट भन्दै साइकल बाहिर निकालेर रातिको समयमा अहिले एकदम जोरको बिगबिगी भएकोबाट एकदम डर छ। सामानहरू चोरी हुने एकदमै डर भइरहेछ। त्यही भएर गर्छु। बेलुका कुकुरले त्यो धान बोराहरू के राखेको सब झारिदिने चलेर गरेछ। अनि सब माथि मिलाउँदै सफा गर्दै बढार्नलाई तयार बनाउँदैछु। अनि भित्रबाट सबै कोठातिर सफा गर्दै आएर बिहानको तयारी। बिहानमा चाहिँ जति चाँडो उठेँ, जति सबै काम मैले गरेँ भने पनि एउटा न एउटा केही न केही काम छुटेकै हुन्छ कि गर्न बिर्सिनै भएको हुन्छ, ढिलै भएको हुन्छ कि जति छिटो गर्छु म सब काम भ्याउँछु भने पनि एउटा न एउटा कामले अल्झाइरहेको हुन्छ। एउटा काम सोध्छु भनेर सोचेको हुन्छ, अर्को काम आएर फेरि गर्ने समय नै मिल्दैन। मैले आज चाहिँ करेसाबारीमा केही तरकारी लाउँछु भन्ने सोचेको थिएँ। त्यसपछि आफ्नो त्यो काम गर्दा गर्दै समय नै भएन। अनि सँगसँगै बिहान उठेपछि एकलट मिसिनमा कपडा राख्यो भने आजभोलिको समय एकदम पानी, कति बेला पानी आउने थाहा नै हुन्न। कहिले बिहानैमा परिदिन्छ, कहिले दिउँसोमा, कहिले बेलुकामा पानी परेको छ नि त। त्यसैले मैले बिहानै पहिला पूजा गर्न थाल्ने बेलामा कपडा मिसिन सुरु गरिदिएर कपडा धुन थाल्यो भने उहाँले गाईलाई पानी दिनुभन्दा अगाडि नै पानी दिनुभन्दा पहिल्यै मिसिन लगाइदियो भने मिसिनको काम पनि भ्याइसकिन्छ गाई दुहुने समयमा भनेर मैले मिसिन सुचारु गरेर चाहिँ म सेवा पूजा गर्न थालेँ। मैले बिचबिचमा 1-2वटा क्लिपहरू चाहिँ त्यसै नै डिलिट भएछ है, हल्का फुल्का थोरै थोरै। म पनि फर्स्ट प्रयास गर्दैछु भर्खर सुरुवात भिडियो बनाउनका लागि। एडिट गर्न पनि कोसिस सिक्दै सबै कुराहरू गर्दैछु। अनि मैले बत्ती बाहिर कलश राख्न गएँ, पूजा सकाएर पूजा गर्न थालेँ। बिहानमा चाहिँ आफ्नो नित्य कर्म भ्याउँदा ओर्दा एकदमै सब काम यति सकेर बच्चाहरूलाई टिफिन रेडी गर्न स्कुलको समयमा त एकदमै हतारो हुन्छ।
कि पूजापाठ गर्नु पनि एकदम मन लगाएर पुरै गरेर गर्नै पाइँदैन। हतारो गर्नुपर्छ है। सबै एउटा काम गर्दा गर्दै अर्को काम सुरु गर्नुपर्ने हुन्छ। अनि म यता पूजा गर्दैछु। पूजा सकेपछि चाहिँ मैले बिहानमा चाहिँ 10-15 मिनटमा आफू यसो हिँड्ने गर्छु। अनि डगीलाई पनि यसो बाहिर डुलाउनु पर्यो नि त। एकदम बिहानमा उसलाई दिसा पिसाब गर्नको लागि एकदम कराउँछ। अनि मलाई चाहिँ सँगसँगै आफूलाई चाहिँ बिहान त्यो कुकुर सँगसँगै बिहान दौडिने कुद्ने यताउति गर्दाखेरि मेरो मर्निङ वाक पनि पुरा हुन्छ। अनि त्यो गर्दै उसलाई एकछिन लिएर कुद्छु होइन। आफू पनि उसँगै हिँडेपछि आफूलाई हिँडाइ पनि पुग्यो। हामीले घरको काम जति नै गरे नि हिँडाइ पुगेन भने चाहिँ हाम्रो लागि कम हुन्छ भन्ने हुन्छ होइन। अनि त्यसमाथि पनि मलाई आजभोलि एकदम वेट बढ्दै गएर मेरो घुँडामा प्रब्लमहरू आउन थालेको छ। त्यसैले बिहान अलिकति हिँड्ने गरेछु। त्यसपछि त्यहाँ पुग्दै उसको साङ्लो चोडिएर डोरी बाँधेको थिएँ। डोरीले नै बाँधेर राख्ने गरेको थियो। डोरी पनि उसले टोक्दा चुडाल दिइसकेछ। अनि डोराउँदै थियो। डोराउँदै फुत्केर भाग्यो। ल भाग्यो पनि पछि घरै आउँछ घुमेर फेरि घर आइपुग्छ भनेर मैले चाहिँ छोडिदिएर म आफू बिहानको मर्निङ वाक एकछिन गरेँ होइन। 10-15 मिनट हिँड्दाखेरि मैले चाहिँ 2-4 राउन्ड मर्निङ वाक गरेँ। अनि मर्निङ वाक भ्याएर त्यसपछि चाहिँ म आफ्नो अन्य कामहरूमा गर्छु। बिहान बाबु नानीलाई अब खाना बनाउनु पऱ्यो, टिफिन रेडी गरिदिनु पऱ्यो, उनीहरूलाई स्कुल पुऱ्याउन जानु पऱ्यो होइन। एकदम कामले त एकदम चाप हुन्छ। त्यति गरेर भ्याउँदाखेरि उहाँ पनि डायरी जाने टाइम हुन्छ। अनि उहाँ डायरी लिएर आउनुहुन्छ। त्यसपछि म चाहिँ बाबु नानीको टिफिन बच्चाहरूलाई उठाउने रेडी गराउने अनि फेरि नित्य काम सुरु भएको। मैले यो भ्लग बनाउनु भर्खर सुरु गरेको हो। कस्तो लाग्छ हजुरहरूलाई प्लिज भनिदिनु होला। हामी गृहिणीहरूले के चाहिँ गर्ने त घर बसेर फ्री टाइम होइन। घरको टाइम फ्री पनि भन्न मिलेन। काम गरिरहेको छ। त्यही समयलाई पनि सदुपयोग गरेर यो गर्दा पनि केही हुन्छ लागेर चाहिँ मैले यो सुरुवात गरेकी छु। कस्तो लाग्छ सल्लाह सुझाव दिँदै मेरो च्यानललाई लाइक सब्सक्राइब फलो सबै गर्नुहोला। के गर्नुपर्छ यो सबै कुरा मलाई जान्दिनँ। भर्खर सुरुवात छ। प्लिज भनिदिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई।